दर्शकबिन नमस्कार। कार्यक्रम विराट विशेषमा स्वागत छ। म मिलन अधिकारी। विराट विशेष कार्यक्रममा हामीले विभिन्न विषयहरू उठान गर्ने गरेका छौँ र विराट विशेष कार्यक्रम मार्फत हामीले समाजमा भइरहेका विभिन्न विषयहरू ल्याउने गर्छौँ। त्यसै अन्तर्गत आज हामी तररामा रहेको पोजिसन सगरमाथा बोर्डिङ स्कुलमा आइपुगेका छौँ। यस सगरमाथा बोर्डिङ स्कुलमा आज कोशी यन्त्र 30 को उद्घाटन हुँदैछ र यहाँनिर कोशी यन्त्र 3 मा चाहिँ विशेष गरी विज्ञान प्रविधिको क्षेत्रमा रहेर काम गरिरहेको नेपाल रोबोट एसोसिएसन यसद्वारा चाहिँ यहाँ कार्यक्रम आयोजित गरिएको छ भने यहाँ चाहिँ विशेष गरी मानव निर्मित यन्त्र रोबोटले चाहिँ कसरी काम गर्छ र नेपालले रोबोटिक क्षेत्रमा कस्तो फड्को मार्न सक्छ र विद्यार्थीहरूले कसरी अहिले उहाँहरू रचनात्मक क्रियाकलापहरू गरिरहेका छन्। यस कार्यक्रममा कोशी प्रदेशका राज्य मन्त्री सृजना राईको पनि उपस्थिति हुनेछ भने उहाँहरूको प्रतिक्रिया कस्तो रहनेछ र यस कार्यक्रमबाट विद्यार्थीहरूले के पाउँछन् अथवा विद्यार्थीहरूले यस कार्यक्रमभित्र के ल्याएका छन् र उहाँहरूको क्षमता अभिवृद्धि गराउन अथवा अतिरिक्त क्षमतालाई वृद्धि गर्न यस कार्यक्रमले कस्तो भूमिका खेल्छ। पछिल्लो समय विज्ञान प्रविधिको युगमा फड्को मारिरहेको बेला नेपालमा चाहिँ रोबोटिक क्षेत्र अर्थात् मानव निर्मित यन्त्रले कसरी आफ्नो कामहरूलाई अगाडि बढाउन सक्छ त भन्ने विभिन्न विषयहरू यस यो रोबोटिक कोशी यन्त्र 30ले चाहिँ जस्ताको त्यस्तै देखाउनेछ भने यस कार्यक्रमभित्र हामीले यिनै विभिन्न विषयहरू समेटेका प्रसङ्गहरू देखाउने जमर्को गर्नेछौँ। नमस्कार, म चाहिँ आयुष आचार्य। हामी चाहिँ विराटनगरबाट निहारिका कलेजलाई रिप्रेजेन्ट गरेर आएको छौँ र जुन यो प्रोजेक्ट हाम्रो जुन यो इभेन्ट कोशी यन्त्र भनेर रोबोटिक एसोसिएसन अफ नेपालले गराउनु भएको छ, यसले चाहिँ युनिभर्सिटी लेभलमा मात्र नभएर सानो बच्चाहरूदेखि लिएर ठुलो क्लाससम्मलाई चाहिँ एउटा रोबोटिक्स अथवा आइटीतिर चाहिँ कनेक्ट गर्ने एउटा राम्रो प्लेटफर्म क्रिएट गरेको छ र यस्तो कार्यक्रमले चाहिँ हाम्रो प्रोभिन्स नभइकन हाम्रो कन्ट्रीलाई पनि अगाडि बढाउने मेरो धारणा छ। हेलो एभ्रिवान, म चाहिँ जेन्सा चौधरी अनि यो चाहिँ मेरो टिम मेम्बर्सहरू। यहाँ मेरो टिम मेम्बर्सहरूमा चाहिँ हामीले दुईवटा इभेन्टमा भाग लिएको छौँ। हामीले एक त रोबो सकरमा भाग लिएको छौँ, प्लस हाम्रो प्रोजेक्ट डेमोन्स्ट्रेसन पनि रहेको छ। प्रोजेक्ट डेमोन्स्ट्रेसनमा चाहिँ हामीले सेनिटरी प्याड भेन्डिङ मेसिन बनाएको छौँ र प्लस एउटा हामीसँग चेनलेस साइकल छ। अनि यहाँ अहिले चाहिँ हाम्रो एउटा रोबो सकरको लागि चाहिँ यो हाम्रो गाडी भयो अनि चेनलेस साइकल चाहिँ उता रहेको छ। अब हामी केटीहरूलाई अब जस्तै अब मेन्सुरेसन भएको बेलामा अब हामीले डाइरेक्ट रिसेप्सनमा गएर अरू म्यामहरूसँग प्याड माग्नुपर्छ होइन। बट वेन अब हाम्रो एक त यो भेन्डिङ मेसिन भनेको चाहिँ एक त हाम्रो आइडिया हो क्या। यो आइडियाले के गर्छ भनेपछि यसले अब जस्तै हामीसँग एउटा आरएफआइडी कार्ड छ म्याम, अब जस्तै यो आरएफआइडी कार्ड हामीले यहाँ स्क्यान गऱ्यौँ भने चाहिँ यहाँबाट एउटा प्याड झर्छ होइन। अब हामीले यो चाहिँ एकदमै डेली बेस हामीले चाहिँ स्कुलको लागि मोस्टली बनाएको हो। त्यसपछि यो जुन कार्ड हेर्नुभएको छ नि, यो कार्ड चाहिँ हाम्रो स्टुडेन्ट आइडी कार्डसँग सिमिलर छ होइन। भनेपछि यदि मैले आफ्नो स्टुडेन्ट आइडी कार्ड यहाँ लगाएको हुन्छु अनि त्यसपछि यदि मैले स्क्यान गरेँ भने अनि त्यसपछि अनि त्यहाँ एउटा प्याड झर्छ। प्लस अब मैले त अब जतिबाट पनि प्याड निकाल्न मिलेन नि त नि। अब त्यसैले अब यो हाम्रो यसमा यस्तो खालको वर्किङ मेकानिजम छ कि जसले चाहिँ हाम्रो रेजिस्ट्रेसनको म्यामलाई थाहा हुन्छ इन द अब जस्तै अब जुन दिन म मेन्सुरेसन भयो त्यसमा चाहिँ कहिले चाहिँ मैले कतिवटा प्याड निकालेँ र त्यो प्लस डाटा एक्सेलको सिटमा आउँछ क्या एउटा। अनि त्यो एउटा डाटा एनालाइसिसको रूपमा पनि भइन्छ अनि यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। प्लस पब्लिक प्लेसेसहरूमा पनि हाम्रो मेन प्रोजेक्टको नाम चाहिँ बायोमेट्रिक एक्सेस एन्ड इन्भाइरोमेन्टल मोनिटरिङ सिस्टम हो। यो सिस्टममा चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँले चाहिँ आफ्नो बायोमेट्रिक आइडेन्टिटीले तपाईँले चाहिँ डोर एक्सेस गर्न मिल्यो, ड्रयर एक्सेस गर्न मिल्यो होइन। अनि त्यसरी तपाईँको केही कथम बायोमेट्रिक आइडेन्टिटी बिग्रियो भने कसरी बिग्रिन्छ भन्दाखेरि तपाईँको हातमा इन्जुरी भयो भने केही भयो भने तपाईँको आइडेन्टिटी बिग्रिन सक्छ। त्यस्तो केसमा चाहिँ तपाईँहरूले पासपोर्ट अल्टरनेटिभली हाल्न मिल्यो होइन। अनि तपाईँहरूको के हुन्छ यसमा भन्दाखेरि तपाईँहरू को एक्सेस गर्यो होइन, तपाईँहरूको युनिक फिङ्गरप्रिन्ट आइडीसँग नाम जोडेको हुन्छ। जस्तै मेरो नाम विजय तिवारी हो, मैले यहाँ मेरो फिङ्गरप्रिन्ट इनरोल गराएको छु भने विजय तिवारीको नाममा इनरोल हुन्छ। म कतिखेर एक्सेस गर्छु, कुन टाइममा, कुन डेटमा भन्ने कुराहरू सबै रेकर्ड वेबसाइटमा पनि बस्छ अनि साथै मेल पनि जान्छ मोबाइलमा। अनि कसैले चाहिँ यहाँ गलत तरिकाले जस्तै चाहिँ फिङ्गरप्रिन्ट अब अर्कै मान्छेले आएर यहाँ हाल्न खोज्यो अथवा पासपोर्ट रङ हाल्यो भने त्यहाँदेखि साइरन बन्न थाल्छ क्या, टुई 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 गरेर साइरन बन्न थाल्छ। हामीले यसलाई रिमोटली कन्ट्रोल गर्न सक्छौँ थ्रु
स्मार्टफोन जसरी मैले यहाँ स्मार्टफोन लिएको छु हामीले यसरी कन्ट्रोल गर्न सक्छौँ यसलाई र हामी युजर्स यसले चाहिँ हामी युजर्सहरूलाई अलो गर्छ कि हाम्रो इलेक्ट्रिक अप्लायन्सेसहरू कन्ट्रोल गर्नको लागि अब म भन्छु यहाँ के मटेरियल्स युज भएको छ भनेर यहाँ फ्यान बल्ब अर्डिनो उनो अनि त्यसपछि रिले ब्याट्री केसेसहरू अब यो कसरी वर्क गर्छ भने सबैजनालाई क्युरियोसिटी त होला नै अब यहाँ मैले मेरो स्मार्टफोनमा स्विच लिएको छु एज अ रिमोट मेरो लागि यो अहिले स्मार्टफोन होइन यो मेरो लागि अहिले रिमोट हो र तपाईँले कहिलेकाहीँ घरबाट निक्लिँदा फ्यान अन गर्नुभयो लाइट अन गर्नुभयो भने तपाईँले आफ्नो फोनदेखि अफ गर्न सक्नुहुन्छ र यहाँ कसरी वर्क गर्छ भन्ने म हजुरहरूलाई बताउँछु यहाँ मेरो स्विच छ र मैले एउटा स्विचलाई अन गरेँ भने मेरो डाटा एन्ड इन्फर्मेसन यो मोड्युलमा जान्छ र मोड्युलमा र अर्डिनोमा जानलाई यसलाई इनपुट भनिन्छ अनि अर्डिनोलाई प्रोसेस गर्नु चाहिँ यसलाई प्रोसेस अफ कोर्स प्रोसेस भनिन्छ जब पोर्टल भन्ने के अरे वेबसाइटमा चाहिँ हाम्रो के हुन्छ भने अरू जेनरल जब पोर्टल जुन अरू वेबसाइट छ नि त्योभन्दा हामीले केही एक्स्ट्रा गरेको छौँ कि यसमा नयाँ कन्सेप्टहरू लगाएको छौँ एआईहरू युज गरेर मेसिन लर्निङहरू जस्तो कुराहरू युज गरेर हामीले के गरेका छौँ भने सुरुमा यो तपाईँले अब तपाईँको ठाउँ अनुसार लोकेसन अनुसार सबै यहाँनिर पोस्ट गर्न मिल्छ हामीलाई यो चाहिएको छ हामीलाई आइटीकै सेक्टरमा यो डेभलपर चाहिएको छ अथवा अरू कुनै सेक्टरमा हामीलाई यो चाहिएको छ त्यो चाहिएको छ भने हामी यसरी पोस्ट गर्न सक्छौँ प्लस अनि यहाँबाट एप्लाई पनि गर्न मिल्छ चाहिएको छ र आफूलाई पनि जब खोजिरहनु भएको छ र आफूले पनि इम्प्लोयरहरू खोजिरहनु भएको छ भने दुइटै पोस्टिङ गर्न मिल्छ अब यो त जेनरल कुराहरू भयो हामीले एक्स्ट्रा चाहिँ यसमा के गरेको छौँ भने यो जुन च्याटबट युज गरेको छौँ जो चाहिँ एआई इन्टिग्रेटेड हुन्छ अनि प्रम्प्ट इन्जिनियरिङ युज गरेर मेसिन लर्निङको कन्सेप्टहरू युज गरेर चाहिँ हामीले के गरेको छौँ भने तपाईँहरूलाई करियरको थ्रुबाट गाइड पनि गर्छौँ कि फर इक्जाम्पल तपाईँ कुन फ्याकल्टी पढ्नु भइरहेछ के गर्नु भइरहेछ त्यो इनपुट हालेर चाहिँ हामीले यसरी गाइडेन्सहरू जेनेरेट गर्न मिल्छ अब फर इक्जाम्पल एउटा आइटी स्टुडेन्टको लागि स्पेसली हामीले फोकस गरेर एउटा सेक्सन के बनाएको छौँ भने यो लिङ्क्डइन र गिटहब भन्ने दुईवटा अरू फर्दरमा यो वेबसाइटहरू हुन्छ जसले चाहिँ एउटा जेनरल आइटी स्टुडेन्टले मेन्टेन गरेर राखेको हुन्छ होइन जसले चाहिँ अनलाइन जबहरू रिमोट जबहरू एक्सेस गर्नको लागि मेन्टेन गरेर राखेको हुन्छ एउटा आइटी स्टुडेन्टहरूले अब त्यसको युजर नेम लिएर अथवा लिङ्कहरू लिएर चाहिँ अब तपाईँ कुन जबको लागि इन्ट्रेस्टेड हुनुहुन्छ आइटी सेक्टरकै डिफ्रेन्ट जब्सहरू हुन्छ त्यो जबहरू सेलेक्ट गरेर चाहिँ यहाँनिर तपाईँले पर्सनलाइज कस्टमाइज्ड करियर गाइडेन्सहरू जेनेरेट गर्न मिल्छ एआईको थ्रुबाट अनि यो एआई चाहिँ हामीले अब मेसिन लर्निङको कन्सेप्टहरू युज गरेर प्रम्प्ट इन्जिनियरिङको कन्सेप्टहरू युज गरेर चाहिँ हामीले यसरी इन्जिनियरिङ प्रम्प्ट इन्जिनियरिङ गरेको छौँ कि तपाईँलाई चाहिँ त्यो जबको लागि तपाईँलाई चाहिने स्किल्सहरू के हो तपाईँको प्रोफाइलहरू एकचोटि रिड गर्छ सबै लिङ्क्डइन प्रोफाइलमा के छ होइन अनि गिटहबमा कस्तो प्रोजेक्टहरू बनाउनु भएको छ कस्तो प्रोजेक्टहरू राख्नु भएको छ त्यो सबै रिड गरेर चाहिँ तपाईँको स्किलमा के ग्याप छ त होइन तपाईँले के पढ्नुपर्ने छ त्यसको लागि के ट्रेनिङहरू गर्नुपर्ने छ यसरी लिङ्क सहित चाहिँ उसले जेनेरेट गरेर दिन्छ प्लस जुन त्यो स्टडी प्लान पनि दिन्छ फर इक्जाम्पल विक 1मा तपाईँले के गर्नुपर्यो विक 2मा के गर्नुपर्ने यसरी चाहिँ टास्क म्यानेजरको कन्सेप्ट युज गरेर विक 1मा के गर्नुपर्ने यसरी टास्कहरू जेनेरेट गरेर तपाईँलाई चाहिँ त्यो जबको लागि एउटा स्किलफुल बनाउँछ त्यो जबको लागि जब रेडी बनाउँछ यही हाम्रो जेनरल कन्सेप्ट चाहिँ अनि अर्को जेनरल आइटीको स्टुडेन्ट नभए जेनरलको लागि उनीहरूको जेनरल काउन्सिलर भन्ने एउटा हामीले बट राखिदिएको छौँ होइन यो चाहिँ एकदमै वेल ट्रेन्ड एआई मोडल भनौँ न होइन हामीले ग्रक एपिआई भन्ने एउटा एआई मोडल जुन छ त्यसलाई चाहिँ आफैले प्रम्प्ट इन्जिनियरिङ गरेर ट्रेन गरेर हामीले कस्टमाइज एउटा युजर अनुसारको कस्टमाइज गरेर गाइडेन्सहरू पनि जेनेरेट गर्ने हामीले बटहरू युज गरेका छौँ कि अब यसले कसरी यो गरे यो जब पोर्टलले चाहिँ कसरी यो के अरे हाम्रो जब खोजिरहेको मान्छे र जब प्रोभाइड गर्ने मान्छेमा चाहिँ कसरी ग्याप उयो गरेर फिल गर्यो भन्दाखेरि जस्तै कसैले मलाई यस्तो यस्तो रिक्वायरमेन्ट चाहिएको छ है मलाई यो स्किल भएको मान्छे चाहियो भनेर कसैले पोस्ट गरेर हुन्छ त्यो इन्फर्मेसन चाहिँ हाम्रो जस्तै यहाँनिर आएर उसले उसको लिङ्क अनुसार जस्तै मलाई फ्रन्ट एन्डको जब चाहिएको छ कि मलाई ब्याक एन्डको चाहिएको छ कि मलाई ओभरअल फुल स्ट्याक डेभलपर हो कि म होइन मसँग रिक्वायरमेन्ट मेरो स्किल के छ भन्ने कुरा मेरो एआईलाई थाहा छ मेरो प्रोफाइलमा छ हो त्यो दुईवटालाई म्याच गराउने काम गर्छ यसले इभेन्चुअली अब मैले कहाँ जब खोलिरहेको छ मेरो रिक्वायरमेन्ट अनुसार भनेर मैले खोज्दै जानु परेन मैले यो चलाएँ भने चाहिँ मलाई सजेस्ट गर्नु पर्यो फलाना जस्तै लिङ्क्डइन बाहेक अरू कुनै रेफरेन्स हेरेको छौ लिङ्क्डइन कसैको लिङ्क्डइन छैन भनेदेखि त सो लिङ्क्डइन नहुनेहरूको साटो फेसबुकबाट रेफरेन्स लिने अथवा होइन फेसबुक पनि छैन भने नर्मल जुन सिभी हुन्छ नि त्यसबाट रेफरेन्स लिने त्यस्तो केही प्लान गरेको छ अब हाम्रो त्यसको त्यो छैन भने पनि जेनरल काउन्सिलर भन्ने जुन अघि भने नि त्यसबाट गर्न सकिन्छ होइन टोटल साइज भनेको चारवटा
कारको अकुपाइड हुन्छ त्यसपछि अकुपाइड भइसकेपछि चाहिँ अब अर्को कार आउनु खोज्छ भने अर्को कार आउनु खोज्दा चाहिँ अब यो अकुपाइड छ यहाँ अट्दैन भनेर रेड लाइट गर्छ जबसम्म यहाँदेखि एउटा कार निस्किँदैन तबसम्म यो कार चाहिँ इन्ट्री हुन पाउँदैन यसरी हुन्छ अनि यो भनेको चाहिँ एउटा ट्राफिक लाइट अब नर्मली हाम्रो इमेजिनेसनको लागि चाहिँ एउटा कोलोनी चाहिएको स्मार्ट सिटीको लागि एउटा कलेज एउटा सानो यो हेर्दाखेरि यति नै हो थ्याङ्क यू हजुर हेलिप्याडहरू भयो हस्पिटल हुने भइहाल्यो हस्पिटल यहाँ छ र थोरै सानो रिभर त्यसपछि सानो फरेस्ट यो चाहिँ सोलर ट्र्याकर होइन हजुर सोलर ट्र्याकर यो चाहिँ हाम्रो जस्तै घाम जता गयो यो सोलर पनि आफै त्यतातिर फर्किँदै जान्छ त्यसले गर्दाखेरि सकेसम्म धेरै पावर कन्ज्युम चाहिँ घरहरूमा हुने सोलर प्यानल भनेको एकतिर मात्रै हुन्छ कि इन्क्लाइन हुन्छ कि डिक्लाइन हुन्छ त्यसले गर्दा चाहिँ अब यताबाट सन धेरै आइरहेछ भने यताको मात्रै हिट एब्जर्भ गरेर त्यसले इनर्जी यताको मात्रै लियो अब सन यता पुग्यो भने त यहाँको अलि मजाले लिएन नि त त्यसको ब्राइटनेस पनि कम हुन्छ क्या हाम्रो राति भएपछि त्यसले गर्दा चाहिँ अब त्यसको लागि अलिक सल्भ गर्नको लागि अब हामीले सेन्सर लाइन क्या एलडिआर सेन्सर भन्छ जता लाइट छ त्यति चाहिँ डिटेक्ट गर्ने अनि अब यता हुँदा सनको लाइट सन यताबाट हुँदा यता जाने यता हुँदा यता जाने त्यसले गर्दा इनर्जी धेरै लिएर त्यसले बत्तीहरू मजाले बाल्ने त्यसले प्रड्युस गर्ने इनर्जी सप्लाई गर्ने भयो क्या त्यो हो अनि हाम्रो यहाँ डिजिटल डिस्प्लेमा चाहिँ यसको ह्युमिडिटी र टेम्परेचर मजाले डिस्प्ले हुन्छ अनि हाम्रो वेलकम टु सुषमा स्टल भनेर पनि So, namaste. Myself, Sumnima Rai, studying in grade 9 in Fujisan Sagarmatha boarding school. And आज चाहिँ हाम्रो यहाँ विद्यालयमा कोशी यन्त्र 3.0 भएकोमा यस कार्यक्रममा आफू पनि आफूले सिकेका कुराहरू यहाँ डेमोन्स्ट्रेट गर्न पाउँदा एकदमै खुसी लागेको छ र आज एकदमै यो चाहिँ ग्रेट अपर्च्युनिटी पाएको छौँ हामीले र मैले हाम्रो टिमले बनाएको चाहिँ हाम्रो यो रोबोटिक आर्म हो यो रोबोटिक आर्म चाहिँ एउटा इट इज एन भर्सटाइल मेकानिकल डिभाइस द्याट इज डिजाइन टु परफर्म भेरियस टास्क टिपिकली डन बाई आवर ह्युमन ह्यान्ड यो चाहिँ इट वर्क्स एन्ड एक्ट्स लाइक एन ह्युमन ह्यान्ड अनि यसको एप्लिकेसनहरू भनेको चाहिँ इन्डस्ट्रिजहरूमा युज हुन्छ हेल्थ केयरमा युज हुन्छ र एग्रिकल्चर लोजिस्टिकहरू धेरै सेक्टरहरूमा युज हुने भएकोले यो हामीले बनाएको हो अनि द्याट्स अल यो कार्यक्रमहरू भइरहेको छ होइन यो पोजिसन स्कुलमा होइन आफ्नो स्कुलमा यसरी कार्यक्रम भइराख्दाखेरि कस्तो लागेको छ यहाँलाई जस्तो कुनै पनि होइन आफ्नो क्षमताहरू प्रदर्शन गर्न अब हरेक कुरामा होइन आफ्नै विद्यालयमा आयोजना गर्दा सहज पनि भएको होला कस्तो लाग्यो यति भने चाहिँ मलाई एकदमै खुसी लागिरहेको छ होइन अनि एउटा चाहिँ यो चाहिँ एउटा ग्रेट अपर्च्युनिटी हो हाम्रो लागि होइन अब यहाँ विभिन्न डिफ्रेन्ट स्कुलको साथीहरू दिदी दाईहरू सबैजना आउनुभएको छ सबै कतिजना पार्टिसिपेन्टहरूले आफ्नो आइडियाज अहिलेको दिस टाइम इज द टाइम अफ एआई एन्ड टेक्नोलोजी होइन साइन्स एन्ड टेक्नोलोजीमा भर्खर छ र यो रोबोटिक्स कोशी यन्त्रले चाहिँ हाम्रो स्कुलमै भइराख्दा चाहिँ एकदमै ग्रेटफुल र सबै एकदमै खुसी लागिरहेको छ हस् धन्यवाद नमस्ते मेरो नाम अनुभव र ऊ चाहिँ मेरो भाइ सम्भव हामी अनुभव बस्ने र सम्भव बस्ने सो हाम्रो टिम चाहिँ टिम डिस्ट्रक्टर रहेको छ हामीहरूले धेरै नै वर्षदेखि नै मैले चाहिँ धेरै नै वर्षदेखि नै रोबोटिक्स कम्पिटिसनमा पार्टिसिपेट गरिरहेको भएर सो यो चाहिँ +2 लेभलको म चाहिँ +2 लेभलभन्दा माथि भएको कारणले भाइलाई लिएर आएको थिएँ एन्ड हि इज डुइङ भेरी वेल हामी अहिले रोबो सकर कम्पिटिसनमा 14वटा टिम चाहिँ 14वटा टिम्समध्ये हामीहरू सेमी फाइनल्समा पुगेको छौँ and we hope we will reach to the finals हामी फाइनल जित्छौँ भन्ने आश राखेको छौँ अनि त्यसबाहेक हामीहरू अर्गनाइजर्सलाई थ्याङ्क यू भन्न चाहन्छौँ सो द्याट दे हेभ अर्गनाइज अ भेरी गुड इभेन्ट यो होइन अहिले आयोजना भइरहेको छ नि यो रोबोट सकर गेम होइन यो कस्तो खालको गेम हो होइन यो गेम गराइराख्दाखेरि चाहिँ तपाईँहरूमा अनि जुन उत्साहित भएर चाहिँ जानुभएका खेलाडीहरूमा कस्तो उहाँहरूको क्षमतालाई डिफ्रेन्ट गरिरहेको छ के छ सो यो बेसिकली एउटा सकर गेम जसरी फुटबल खेलिन्छ त्यसरी नै खेलिने गेम हो तर यसमा चाहिँ के फरक छ भन्दाखेरि हामी रोबोट्सहरू युज गरेर सकर खेल्छौँ होइन रोबोट्सहरू युज गरेर चाहिँ गोल गर्ने प्रयास गर्छौँ यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि एनर्जी नै बेग्लै हुन्छ सो यु आर controlling your robot through your remote ले तपाईँले रोबोट चलाइरहनु भएको छ अनि त्यो मोमेन्टमा you should be able to control the whole thing नमस्ते मेरो नाम चाहिँ लेनिसा घिमिरे
उहाँको नाम लिजन श्रेष्ठ, उहाँको नाम रविन राई। हामी चाहिँ इटरी इन्टरनेसनल कलेजबाट हाम्रो एउटा सानो प्रोजेक्ट स्मार्ट होम लिएर आएको छौँ। सो यो स्मार्ट होम चाहिँ के हो भन्दाखेरि हाम्रो घर वरिपरि अलिकति स्मार्टली काम गरोस् न भन्ने, टेक्नोलोजी अलिकति युज होस् न, घरमा पनि अलिकति सहजता होस् न भनेर एउटा स्मार्ट होम लिएर आएको छौँ। यो स्मार्ट होममा चाहिँ के हुन्छ भन्दाखेरि हामी कतैबाट हातभरि झोलामा सामान लिएर आएको छौँ। हाम्रो बानी चाहिँ ढोकामा तालचा लाएर जाने अनि त्यो चाबी चिनो लाएर राख्ने हुन्छ। तर हामी यसरी उभिने बित्तिकै यो ढोका खोलिने भयो भने हामीलाई सहजता हुने भयो नि त होइन। हाम्रो फोनबाटै हाम्रो घरको सिस्टमहरू यसरी बत्तीहरू लाइटहरू यसरी हाम्रो सिस्टममा अन अफ हुने गर्छ। यो चाहिँ अलिकति मेलफङ्सन भइरहेको छ। तर यहाँबाट अलिकति हामीले बत्तीहरू अन गर्ने, घरको सिस्टमहरू, घरको इन्टायर पावर सप्लाईहरू यसरी फोनबाट कन्ट्रोल गर्न सक्यौँ भने हामीलाई सहजता भयो नि त। यो चाहिँ हामी आफैले बनाएको एउटा फेसबुक जस्तै एउटा एप हो। यो चाहिँ सबै कुरा फोनबाट कन्ट्रोल गर्न मिल्ने खालको हुन्छ। यसको अहिलेको के पनि उपयुक्ता छ भन्दाखेरि हामीले मलहरूमा आफै खोलिने ढोका देखेको छौँ होइन। कार्डहरू लगाएर ढोका खोल्ने बनाउने पनि सोचमा हुन्छ होइन। कोहीहरू त्यो पनि सिस्टमहरू इन्टिग्रेट गरिएको छ। यो कार्डको द्वारा चाहिँ यहाँ अगाडि ढोकाहरू आफै खोलिन्छ। पानीको ट्याङ्की खाली हुँदै गइसकेपछि यसले आफै भरिदिन्छ र यो पानीको ट्याङ्की फुल भइसकेपछि चाहिँ यसले आफै बन्द पनि गरिदिने हुन्छ होइन। हामीले अटोमेटिक पारेपछि यो अटोमेटिकली हुन्छ। स्विचबाट यसलाई म्यानुअल पनि पार्न सकिन्छ। जसरी म्यानुअल भनेको चाहिँ जस्तै अहिले हामीले जसरी स्विच अन अफ गरेर गर्ने गर्छौँ त्यस्तो पनि पार्न सकिन्छ। यो जस्तो यहाँनिर कोसी यन्त्र 3.0 को चाहिँ यो भइरहेको छ। तपाईँहरूले आएर चाहिँ यसरी प्रदर्शन पनि गरिराख्नु भएको छ होइन। तपाईँहरू अब उच्च शिक्षाको लागि चाहिँ इटरी इन्टरनेसनल कलेजमा अध्ययन पनि गर्दै हुनुहुन्छ। त्यसो गरिराख्दाखेरि यो जुन यो कोसी यन्त्रले चाहिँ होइन कस्तो तपाईँहरूमा चाहिँ यो आयोजना गरिराख्दाखेरि कस्तो फाइदा पुगेको छ? के छ यस्तो आयोजना भइराख्नुपर्छ कि के हुन्छ? यस्तो कार्यक्रमहरू चाहिँ प्रदेशभरि नै निकै सञ्चालन गर्दै हामी जस्तो विद्यार्थीहरूलाई आफूमा भएको ट्यालेन्टहरू देखाउने, इनोभेसनहरू देखाउने एउटा मौका पनि हुन्छ होइन। यहाँ बसेर अब हामीले विभिन्न गेस्टहरूलाई चिन्यौँ, मेन्टर्सहरूलाई चिन्यौँ, उहाँहरूको सहयोगले यो प्रोजेक्ट बनाउन सफल भयौँ होइन। यस्तो भयो भने चाहिँ स्टुडेन्टहरूलाई अलिकति प्रोत्साहन पनि हुन्छ। यस्तो गर्नुपर्ने रहेछ, यस्तो इभेन्टहरूमा जानुपर्ने रहेछ, आफ्नो इन्भल्भमेन्ट देखाउनु पर्ने रहेछ भन्ने कुरा पनि हुन्छ। नेटवर्किङको कुरा आयो, यहाँ आएर निकैजनालाई चिन्यौँ होइन। यसले गर्दाखेरि हाम्रो क्यारेक्टर डेभलपमेन्ट पनि भयो। सो यो यस्तो प्रोग्रामहरू चाहिँ निकै कन्डक्ट गरिदिए चाहिँ अलिकति स्टुडेन्टहरूलाई पनि निकै सिक्ने वातावरण बन्थ्यो। नमस्ते, हामी चाहिँ मेटी मल्टिपल क्याम्पसबाट, हाम्रो टिमको नाम चाहिँ आइटी सिम्प्लिफाइड हो र हाम्रो प्रोजेक्टको नाम चाहिँ अलर्टिफाई, एउटा एआई पावर्ड भाइलेन्स डिटेक्सन सिस्टम। यो चाहिँ के हुन्छ त भन्दाखेरि हामीले क्यामेरासँग इन्टिग्रेट गऱ्यौँ भने यो सिस्टमले त्यो क्यामेराको फ्रेमभित्र कुनै पनि प्रकारको भाइलेन्ट बिहेभियर जस्तै फाइटहरू स्टार्ट हुन्छ भने त्यसलाई क्याप्चर गर्छ र एनालाइज गर्छ यो भाइलेन्ट बिहेभियर हो कि होइन इन्स्टेन्टली। अब यो रियल टाइममा मोनिटर भइरहेछ नि त। यस्तो भाइलेन्ट बिहेभियर डिटेक्ट भएमा चाहिँ यसले रियल टाइममै तपाईँको कन्सर्न अथोरिटिजहरूलाई चाहिँ नोटिफिकेसन पठाउँछ भाइलेन्स डिटेक्टेड भनेर है। अब त्यो हुँदाखेरि चाहिँ उहाँहरूले आएर त्यो चाहिँ इन्स्टेन्टली त्यस्तो एक्सन लिन सक्नुभयो। अनि यसबाट चाहिँ हामीले त्यहाँबाट त्यो भाइलेन्सबाट हुने डेडली क्याजुअलिटिजहरूलाई प्रिभेन्ट गर्न पनि सक्यो। त्यस्तो खालको सिस्टम अब यो स्कुलमा मात्रै भएन, जस्तै आइसोलेटेड एरिया सुनसान सडकमा यदि कुनै फाइट हुन्छ भने त्यहाँ आएर अब रोक्न सकिएन भने त्यहाँबाट अरू केही नकारात्मक क्याजुअलिटिजहरू हुनसक्छ नि त। फर्दर एस्केलेट भयो भने यो सिस्टमले चाहिँ अटोमेटिकली त्यसलाई डिटेक्ट गर्छ र अब यसको अथोरिटिज हामीले पुलिससँग कनेक्ट गराएको छौँ भने चाहिँ उहाँहरूलाई नोटिफिकेसन गयो, उहाँहरूले आएर के भन्छ त्यसलाई रोक्न सक्नुभयो होइन। अब यो भिडभाडमा पनि एप्लाई गर्न सक्यो। र खासमा हामीले यो सिस्टम के सोचेर डिजाइन गऱ्यौँ त भन्दाखेरि नेपालमा अब सिसिटिभीको कन्सेप्ट के छ, कुनै इन्सिडेन्ट भइसकेपछि अब हामी फुटेज खोताल्न थाल्छौँ हेर्नु है त। तर हाम्रो यो सिस्टम इन्टिग्रेट गरेको छ भने यस्तो कुनै इन्सिडेन्ट सुरु हुने बित्तिकै नोटिफिकेसन गयो र यस्तो क्याजुअलिटिजहरूलाई चाहिँ हामीले तुरुन्तै प्रिभेन्ट गर्न सक्यो भने यसको अब डेली अरू के हुन्थ्यो यसको कन्सिक्वेन्सेस होइन त्यसलाई रोक्न सकियो नि त। त्यसले गर्दा एउटा सेफ इन्भाइरोमेन्ट पनि प्रमोट हुन्छ। यो तपाईँहरूले अहिले बनाइराख्नु भएको यो जुन सिसिटिभी क्यामेराको पनि विषयहरू जोड्नु भयो होइन, सेम टु त्यही अनुसारको यसलाई डेभलप गरेर चाहिँ नेपाली बजारहरूमा यसलाई ल्याउन सकिन्छ, कतिको सम्भव छ? हजुर हजुर सम्भव छ। अहिले किन भन्दाखेरि नेपाल जसरी डिजिटलाइज हुँदैछ, गाउँघरहरूमा सडकहरूमा स्कुलहरूमा सिसिटिभी क्यामेरा हामीले इन्स्टल गर्दैछौँ। त्यही भएर टेक्नोलोजीमा फर्दर कस्ट आएन। अब काहीँ हामीले यो सिस्टम हाल्छौँ भने
चाहिँ सिम्पल एउटा जिपियु भन्ने एउटा सिस्टम हामीले त्यसमा इन्स्टल गर्नु पर्यो होइन। अनि जो अथोरिटिज हुन्छ उहाँहरूले चाहिँ त्यो एप्लिकेसन यो हाम्रो एप्लिकेसन लगाउनु भयो भने चाहिँ उहाँहरूलाई नोटिफिकेसन गर्यो। त्यस भएर यसमा धेरै कस्ट त छैन। अब त्यही भएर अहिले नेपालको जुन स्टेट छ त्यसमा यो चाहिँ इजिली हामीले डिप्लोय गर्न सक्यौँ। हामीले त्यही सोचेर नि यो सिस्टमलाई चाहिँ सिम्पल तर अब फ्युचरमा नेपालमा एप्लाई गर्न सक्ने गरेको बनाएका छौँ। तपाईँहरूलाई शुभकामना। हजुर धन्यवाद। मेरो नाम चाहिँ प्रणेश आचार्य होइन। म चाहिँ इटरी नमुना कलेज हाम्रो मेन युनिभर्सिटी चाहिँ ग्रिन प्लिस लिङ्कन युनिभर्सिटी। म चाहिँ टिम हाइड्रोजनको मेम्बर र हाम्रो यो प्रोजेक्ट चाहिँ के भन्छौँ भन्दा हामी यसलाई एग्रिकल्चरल अप्टिमाइजेसन बोर्ड अथवा एग्रो बोर्ड भन्छौँ। यसले चाहिँ मल्टिपल एग्रिकल्चरमा युज हुने मल्टिपल मेसिन्सहरूको कम्बाइन्ड फिचरहरू युज गरेर बनिएको एउटा प्रोटोटाइप हो। जस्तै यसमा टिलिङको लागि हो छ होइन। त्यस पछाडि सिडिङको लागि यहाँ सिड रिजर्भोयर छ अनि इरिगेसनको लागि वाटर रिजर्भोयरहरू छ। यसलाई स्केल अप गर्ने हो भने यो अपरेटरले चल्नु छ, त्यसैले यहाँनिर ड्राइभर्स ककपिट पनि छ। यसले मेन काम गर्ने भनेको चाहिँ यसले माटोमा कतिको मोइस्चरहरू छ त्यसलाई डिटेक्ट गर्छ र त्यस हिसाबले चाहिएको हिसाबले यसलाई एडजस्ट गरेर प्लान्टिङ र इरिगेसन पनि गर्ने काम गर्छ। अनि यसले यहाँ डिस्प्ले पनि गर्छ यहाँनिर कति पनि ह्युमिडिटी मोइस्चरहरू छ जुन चाहिँ हाम्रो यहाँनिर भएको हाम्रो युआईमा हामी टेम्परेचर ह्युमिडिटी सोइल मोइस्चरहरू देख्न सक्छौँ। र यसले जब यो यसको लाइभ मोडल जब खेतहरूमा अगाडि बढ्दै जान्छ त्यसले रियल टाइममा खेतको कुन पार्टको टेम्परेचर कति छ त्यसमा सोइल मोइस्चरहरू कति छ त्यही देखाउँछ। त्यो देखाउँछ र त्यसको हिसाबले प्लान्टिङहरू पनि गर्दै जान्छ। नमस्ते, म राकेश श्रेष्ठ, एस फुजिसान सगरमाथा बोर्डिङ स्कुलको प्रबन्ध निर्देशक। हामीले हाम्रो यस विद्यालयमा रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टको सहकार्यमा चाहिँ यो कोशी यन्त्र 3.0 चाहिँ फागुन 18 र 19 गते भव्यताका साथ हामीले चाहिँ हाम्रो स्कुलको प्राङ्गणमा चाहिँ यो प्रदर्शनी भइरहेछ र यहाँ लगभग 15वटा प्रोजेक्ट डेमोन्स्ट्रेसन यो एआई सम्बन्धी टेक्नोलोजी सम्बन्धी र यसको विशेषता भनेको रोबो सकर र रोबो पप हो र विभिन्न 16वटा विभिन्न कलेज विद्यालयहरूको पार्टिसिपेट यहाँ भएको छन् र आज 19 गते यसको फिनाली हुँदैछ। र यस फुइसान सगरमाथा बोर्डिङ स्कुलमा किन आयोजना गरेको भन्ने प्रश्नमा चाहिँ हामीले रोबोटिक्स एसोसिएसन अफ नेपाल जुन संस्था छ एउटा मानव निर्मित एउटा कृत्रिम भनौँ न रोबोट जुन उहाँहरूले चाहिँ एउटा रोबोटिक संस्था भएको हुनाले रोबोट सम्बन्धी नलेज इन्फर्मेसनहरू चाहिँ विभिन्न सेक्टरका विद्यार्थी वर्गलाई चाहिँ उहाँहरूले ज्ञान बाँड्दै आउनु भएको छ। र शिक्षा भन्ने कुरा बजार केन्द्रित मात्र हुँदैन, सर्टेन एरिया मात्र हुनुहुन्न, काठमाडौँ मात्र हुनुहुन्न, विराटनगर मात्र हुनुहुन्न, धरान मात्र हुनुहुन्न। र यसपालिको प्रोजेक्ट चाहिँ उहाँहरूको इटरी भएको हुनाले इटरी मात्र केन्द्रित नभएर तपाईँहरूले चाहिँ थोरै भित्र गएर भए पनि यो शिक्षा जुन रोबोटिक सम्बन्धी शिक्षा छन् यहाँ भित्रको बालबच्चालाई पनि तपाईँहरूले आफ्नो यो नलेजहरू सेयर गर्नुपर्छ भन्दै उहाँहरूले हाम्रो रिक्वेस्टलाई चाहिँ एक्सेप्ट गरेर आज यस फुजिसान सगरमाथा बोर्डिङ स्कुलमा यो भव्यताका साथ कार्यक्रम सफल बनाउन गइरहेछौँ। र हामीले संस्थागत विद्यालय मात्र नभएर सामुदायिक विद्यालयका पनि सम्पूर्ण गुरुवर्गहरूलाई स्कुल लगभग 60-70वटा स्कुल चाहिँ भिजिट गरेर उहाँलाई निमन्त्रणा गरेर यस प्रोग्राममा चाहिँ आज सम्पूर्ण भाइ बहिनीहरूलाई धेरै नलेजहरू लिइरहनु भएको छ रोबोटिक सम्बन्धी। र यसमा रोबोटिक भन्ने बित्तिकै यसमा चुनौती पनि छ र सम्भावना पनि, जहाँ चुनौती हुन्छ र त्यसमा सम्भावना पनि छ। र सम्भावनालाई आगामी दिनमा हामीले विभिन्न राष्ट्रहरूसँग एउटा आर्टिफिसियल इन्टेलिजेन्समा नेपालले पनि के प्रगति गर्ने आजको यस प्रोग्रामले प्रगति गर्नेछ भन्दै अभियसली हामी यस कार्यक्रम आज गर्नु एउटा हाम्रो स्कुलको भेन्यू यो पाइरहँदाखेरि पक्कै पनि एकदम हामी हर्षित पनि भएको छौँ। र व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि रोबोटिक्स एसोसिएसन अफ नेपाललाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यहाँको स्पेसली यो पेरिफेरीको हामी यो चाहिँ इटरी 19 भवानीपुरमा छौँ जो चाहिँ इटरीभन्दा थोरै भित्र 7 किलोमिटर भित्र छौँ बजारभन्दा र तराभन्दा 2 किलोमिटर भित्र छौँ। यहाँको बच्चाहरूले यहाँको स्थानीयहरूले चाहिँ रोबोटिक सम्बन्धी आज रोबोट के हो र रोबोट कसरी चलाउनुपर्छ र जस्तै रोबो पपबाट चाहिँ जस्तै हिजो हामीले साइबर डगको नेपाल
नेपालको जुन पहिलो साइबर डक थियो र कोसीभरि नै त्यो पहिलो प्रदर्शनी पनि हामीले हिजो गराएको थियौँ र यहाँको स्थानीयदेखि लिएर भाइ बहिनी विद्यार्थीहरू विभिन्न प्रदेशभरिकै विद्यार्थीवर्गहरू आएर चाहिँ नलेज उहाँहरूले रिसिभ गर्नुभएको छ र हामी एकदम हर्षित छौँ हामीले यसरी कार्यक्रम सञ्चालन गर्न पाउँदा हर्ष विभोर हुँदै रेहानलाई फेरि पनि उहाँलाई धन्यवाद टक्राउन चाहन्छु। जस्तो हामीले चाहिँ यो फुजिसन सगरमाथा बोर्डिङ स्कुल भवानीपुर तररा होइन जो चाहिँ अलिकति भित्र नै छ अब नर्मल मान्छेहरूले हेर्दाखेरि, तर हाम्रो उद्देश्य के थियो भने सधैँ सहर बजार मात्रै होइन भित्रका अथवा सहरभन्दा अलिकति भित्र बस्ने बालबालिकाहरूले पनि रोबोटिक्ससँग सम्बन्धित अथवा प्रविधिका ज्ञान चाहिँ लिनुपर्छ, त्योसँग सम्बन्धित जानकारी लिनुपर्छ भन्ने हाम्रो उद्देश्य थियो र पक्कै पनि त्यो उद्देश्य चाहिँ हामीले केही हदसम्म चाहिँ प्राप्त गरेका छौँ। जुन यो उत्साहजनक मास छ होइन, जति पनि स्कुलहरूले सहयोग गर्नुभएको छ हाम्रो आफ्नो विद्यार्थीहरूलाई ल्याइदिएर होइन, आफ्नो विद्यार्थीहरू यहाँ भ्रमणमा ल्याएर त्यो चाहिँ यो कार्यक्रम औचित्य पनि त्यसले पुरा गरेको छ र जुन उत्साह चाहिँ यो विद्यार्थीहरूले देखाउनु भएको छ त्यो उत्साहले गर्दा पक्कै पनि भोलि यहाँ यो कार्यक्रममा आउनुभएका चाहे त्यो प्रतिस्पर्धी साथीहरू हुनुहुन्छ चाहे त्यो भिजिटरहरू हुनुहुन्छ उहाँहरूले पक्कै पनि आफ्नो यो जुन सिक्नु भएको छ अब उहाँले बनाउने नबनाउने आफ्नो ठाउँमा छ होइन, तर एउटा इग्नाइट चाहिँ गर्छ, एउटा इन्ट्रेस्ट चाहिँ जगाउँछ र त्यो इन्ट्रेस्ट चाहिँ भोलि गएर पक्कै पनि एउटा नेपालमा पनि यस्ता यन्त्रहरू बनाउन सक्ने होइन, नेपाललाई पनि प्रविधिको क्षेत्रमा चाहिँ आत्मनिर्भर बनाउन सक्ने एउटा यो कार्यक्रमले चाहिँ एउटा सानो भए पनि स्टेप चाहिँ खेल्छ जस्तो लाग्छ मलाई चाहिँ। जस्तो हामीले यहाँ हेर्दाखेरि म पनि हिजो विद्यार्थी थिएँ होइन, यसमा भएको इन्ट्रेस्टले गर्दा नै हामीले आज यो कार्यक्रमको अध्यक्षता गर्ने मैले मौका पनि पाएँ होइन। अब यसले के देखाउँछ भन्दाखेरि म आफैलाई उदाहरण दिने हो नि यस्ता कार्यक्रममा भाग लिएको कारणले गर्दाखेरि भएको होइन, त्यस्तै हामीसँग धेरै साथीहरू हुनुहुन्छ जसले यस्तै कार्यक्रममा हाम्रो चिन्तन हुँदै हुँदै उहाँहरू चाहिँ अहिले यो प्रविधिको क्षेत्रमा नेपाललाई नै विश्व समुदायमा रिप्रेजेन्ट गरिरहनु भएको छ। त्यो कारणले यहाँबाट जुन यो कार्यक्रमबाट निस्केका विद्यार्थीहरू पनि पक्कै पनि कुनै न कुनै ठाउँमा कुनै न कुनै स्थानमा चाहिँ एउटा राम्रै स्थानमा बसेर चाहिँ नेपाललाई प्रतिनिधित्व गर्नेछ र नेपालमा पनि प्रविधिका विभिन्न यो प्रडक्ट्सहरू चाहिँ मार्केटमा ल्याउनेछन् भन्ने हामीले विश्वस्त छौँ। यसमा चाहिँ यो तपाईँहरूले यो रोबोटहरूसँग गेम खेलाइराख्नु भएको छ होइन, यो गेमको चाहिँ विशेषता चाहिँ के हो होइन, कसरी यो गेममा चाहिँ अलिकति उहाँहरूको क्षमता अभिवृद्धि गर्ने अथवा के हो त यो गेम चाहिँ? हामीले रोबो सकर गरायौँ होइन, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ यो हामीले दुईवटा फुटबल गराए जस्तो देखियो, तर यहाँ चाहिँ यो कार्यक्रम मुख्य औचित्य चाहिँ के थियो भने विद्यार्थीहरूले कुनै पनि प्रोग्राम कसरी लेख्ने, यसमा फुटबल खेल्ने एउटा पाटो देखियो बाहिरबाट हेर्ने अडियन्सको लागि होइन, तर त्यहाँ त प्रोग्राम कसरी लेख्ने होइन, प्रोग्रामले चाहिँ यन्त्र कसरी चलाउने र प्रब्लम सल्भिङ, जस्तो फुटबल खेल्ने र कुनै प्रब्लम सल्भ गरायो भने त प्रब्लम कसरी सल्भ गर्न टिममा कसरी काम गर्ने त्यो कुराको क्षमता वृद्धि गरायौँ हामीले है। हेर्दाखेरि सकर खेलाइयो तर चाहिँ उहाँलाई प्रविधिको जस्तो प्रोग्राम कसरी लेख्ने, सफ्टवेयर र हार्डवेयर बिचको कसरी काम हुन्छ, टिममा कसरी काम गरेर कुनै पनि प्रब्लमलाई कसरी सल्भ गर्ने हो त्यो क्षमतामा चाहिँ वृद्धि होस् भन्ने कार्यक्रम हामीले गरेका छौँ। अबको दिनमा नेपाललाई यो जुन आइटीको क्षेत्रमा विकास गराउन विज्ञान प्रविधिलाई अगाडि बढाउन के गर्न सकिन्छ अथवा कसरी अगाडि बढ्न सकिन्छ, अन्तिममा यहाँलाई यही कुराहरू राख्न सुझाव? जस्तो यो कार्यक्रम हामीले गऱ्यौँ होइन, यो कार्यक्रमले गर्दाखेरि के हो भने विद्यार्थीबाट इन्ट्रेस्ट जागिराखेको छ। यस्ता कार्यक्रमहरू चाहिँ सानो स्तरमा भए पनि विद्यालयको स्तरमा भयो भने अथवा विद्यालयले ठुलै कार्यक्रमहरू पनि विद्यार्थीलाई प्रविधिसँग चाहिँ जोड्ने काम गरिरहनुपर्छ। यो किताबी ज्ञान मात्र नभएर यसलाई चाहिँ व्यवहारिक ज्ञानमा पनि जोड्ने गर्न थाल्यो भने हामीले त्यो एउटा विद्यार्थीमा क्षमता अभिवृद्धि पनि हुन्छ। इन्ट्रेस्ट मेन त इन्ट्रेस्ट जगाउनु पऱ्यो। सो त्यो इन्ट्रेस्ट जगाउने काम गरियो भने चाहिँ पक्कै पनि भोलिको दिन उनीहरूले गर्छन् नै होइन, उनीहरूलाई सिकाउने होइन, इन्ट्रेस्ट जगाउनु पऱ्यो सुरुमा हो, त्यो चाहिँ गर्नु पऱ्यो। र हामी जहिले पनि उच्च शिक्षा चाहिँ राम्रो भएन भन्छौँ, उच्च शिक्षामा होइन स्कुल लेभलबाट चाहिँ काम गरियो भने मात्रै अनि पछि एउटा अब्बल प्राविधिक निस्किन्छ भन्ने मेरो सुझाव हो। रोबोटिक्स एसोसिएसन अफ नेपाल यसले चाहिँ अबको दिनमा कसरी अगाडि बढ्छ, यो पूर्वको क्षेत्रमा कोशी प्रदेशलाई चाहिँ अगाडि बढाउन कसरी अगाडि बढ्ने लक्ष्य राखिराख्नु भएको छ आफूले नेतृत्व गरिराख्दाखेरि? अब हाम्रो उद्देश्य भनेको चाहिँ के हो भन्दाखेरि नेपालमा रोबोटिक्स इन्डस्ट्री सेटअप गर्ने भन्ने हाम्रो उद्देश्य हो होइन। त्यो उद्देश्य पुरा गर्नको लागि हामीलाई चाहिने भनेको दक्ष जनशक्ति हो, जुन हामीसँग अहिले अभाव नै छ। र हामी सर्वप्रथम त के गर्छौँ, हाम्रो उद्देश्य के हो भने हामी रोबोटिक्स एसोसिएसन नेपाल इस्ट भनौँ, इस्टले चाहिँ यो कोशी प्रदेशमा चाहिँ अब जनशक्ति कसरी उत्पादन गर्ने त त्यसको लागि त स्कुल लेभलमा ट्रेनिङ्सहरू गर्नु पऱ्यो होइन। सो अहिले चाहिँ हामीले ट्रेनिङबाट सुरु गरिराखेका छौँ, हामीले ट्रेनिङ गराइराखेका छौँ। त्यो ट्रेनिङ गरेपछि उहाँलाई कम्पिटिसनहरूको लागि कम्पिटिसन पार्टिसिपेट गराइराखेका छौँ। सो ट्रेनिङ र कम्पिटिसनहरूबाट चाहिँ हामीले के गरेका छौँ भन्दा उहाँहरूको क्षमता अभिवृद्धि गर्ने
इन्ट्रेस्ट जगाउने र त्यसपछि चाहिँ अब त्यसलाई कसरी युटिलाइज गरेर प्रडक्ट बेसमा जाने त होइन नेपालमा पनि रोबोटिक सिस्टमहरू कसरी बनाउने भन्ने कुरा चाहिँ हामी अगाडि काम गरिरहेका छौँ अहिलेको लागि चाहिँ हामी ट्रेनिङ प्लस कम्पिटिसन्सहरूमा बढी फोकस गरिरहेका छौँ दर्शकबिन यो कोशी यन्त्र 3.0ले चाहिँ विशेष गरी अहिले पछिल्लो समय विद्यार्थीहरूका अतिरिक्त क्षमताहरू विकास गर्नेदेखि लिएर चाहिँ यस कोशी यन्त्रले विज्ञान प्रविधिको क्षेत्रमा चाहिँ महत्त्वपूर्ण भूमिका निभाउने देखिएको विभिन्न यहाँ आउने अतिथिहरूले पनि बताउनु भएको छ भने आजको यस कार्यक्रममा